आज चाहिँ थर्ड डे अफ हाम्रो यो लर्नर क्लास हुँदैछ यहाँनिर स्कुटीको कि यहाँ बिस्तारै हिँडाउनु पर्ने कि यत्तिकोमा चाहिँ कुदाउनु पऱ्यो नि त बिस्तारै हो यसरी कुदाउनु पर्छ कुदाउँदा चाहिँ तर यस्तोमा चाहिँ अलिक एक्सपिरियन्स भएपछि तपाईँ अल्छी लाग्छ यस्तो गाल्डाङ बिल्डिङमा कि स्पिड कुदाइहाल्छ नि तपाईँले वेलकम टु माई मिनी ब्लग दाजुको ड्युटी पुग्नेसम्म चाहिँ पुगिकन आउनु भनेको नि फेरि हप भयो यो तान्यो नि यो तान्यो हर्न बजाउनु त एकछिन म बसेको छु नि हेलो हिँड्नु यहीँ यो दाजुको ड्युटी चाहिँ पावर अफिसमा हो यहाँसम्म मात्रै पुग्ने चाहिएको थियो दाजुलाई चाहिँ लु भयो कहाँ यहाँदेखि उकालो चाहिँ अब अलिक पछाडिदेखि जानु ल यहाँदेखि चाहिँ हुँदैन लु घुमाउनु त कि उकालो जानु कि यस्तो यस्तो घुमाउनु नि घुमायो 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 हल्का ब्याक गर्नु ब्रेक छोड्नु है म थामिहाल्छु नि ल यतिमा घुमाउँछ होइन घुमाइहाल्नु त ब्रेक छोड्नु नि ब्रेक छोड्नु नि ब्रेक चाहिँ छोड्नु नि ब्रेक चाहिँ छोड्नु नि हल्का ब्रेक छोडेर बिस्तारै चाप्नु नि ब्रेक छोडेर हल्का बिस्तारै चाप्नु त त्यो नभए बढ्दैन नि ब्रेक छोडेर चाप्नु फेरि गट्टङटङ होइन नि त फेरि बिस्तारै नि ब्रेक छोड्नु पछाडिको यतापट्टिको हातको म तपाईँको साउन्डमै चाल पाइरहेको छु तपाईँले ब्रेक तातिरहेको छ नि मेरो गोची फोन रहेछ हेरेर देब्रे गर्छु यहाँ छ त सबै रनिङ निक्लिँदो रहेछ बिहान मलाई ठिकै छ त अन्त यो तपाईँले यो सिक्दै गरेको प्रगति हो नि तपाईँको अन्त अलिक उन्दा उन्दै हिँड्नु ल म गाडीलाई साइड दिइहाल्छु गाडी आउँदैछ